8 मा पढ्ने भाइ मनिष कुमार विकले यस जनसेवा माध्यमिक विद्यालयमा हामीले उनलाई विभिन्न हैन उत्प्रेरणा गरेर विज्ञान सम्बन्धी विभिन्न सामग्रीहरू आफ्नो वरिपरि पाइने कम मूल्यका र मूल्य नपर्ने सामग्रीहरूको प्रयोग गरेर विभिन्न सामग्रीहरू निर्माण गर्ने प्रेरणा गरेका थियौं। त्यसमा उनले विभिन्न सामग्रीहरू बनाएर यहाँनेरि ल्याएका छन्। भाइलाई यो सामग्रीहरू निर्माण गर्ने हौसला दिने हाम्रा सम्पूर्ण टिम र विद्यार्थी भाइ साथीभाइहरूलाई पनि म जनसेवा माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकको हैसियतले आगामी दिनमा पनि धेरै राम्रा कामहरू गर्दै जाउन् भन्ने शुभेच्छा र साथ भाइलाई आफ्ना प्रस्तुतिहरू यहाँनेरि देखाउनको लागि अनुरोध गर्दछु। यो चाहिँ मान्छेलाई छुट्टाखेरि करेन्ट लाग्ने भन्ने यो जुन सुनेको छु त्यसमा चाहिँ हाई भोल्टेज प्रोजेक्ट हुन्छ। लगभग त्यसमा 4 लाख भोल्टेज जति चाहिँ आउँछ। जस्तै एउटा ब्याट्रीमा जस्तै 3.7 भोल्ट छ भने यसलाई 4 लाख भोल्टेजमा यसले कन्भर्ट गर्ने काम गर्छ। यो भनेको मैले एउटा भ्याकुम क्लिनर बनाएको छु। जस्तै हावा जस्तै मैले कुनै पनि यसलाई सप्लाई दिएँ भने हावा उता फ्याँक्छ भने मैले उल्टो सप्लाई दिएँ भने हावा यतातिर अब यताबाट यतातिर तान्ने हुन्छ। त्यसले फोर तानेर एउटा जाली राखेको छु। त्यो जालीले चाहिँ यसले छान्ने गर्छ। यो भनेको एउटा वायरलेस मोबाइल चार्जिङ मैले बनाएको छु। अब वायरलेस मोबाइल चार्जिङ जस्तै अब कसरी काम गर्छ भने म यहाँ देखाउन गइरहेको छु। जस्तै यहाँबाट मैले सप्लाई हालेँ भने बत्ती बल्छ। यो बत्ती बल्ने चाहिँ म्याग्नेटिक फिल्ड जेनेरेट भएपछि चाहिँ यो बल्ने हुन्छ। जस्तै मैले कुनै पनि यो अब एउटा पेपरहरू राखेँ भने चाहिँ अब बत्ती अब बल्छ। यो भनेको एउटा सुचालक धातु। यो सुचालक धातु राख्दाखेरि चाहिँ यो निर्णय हुन्छ। यो यति नै हो। र यो भनेको हाइटमा रहेको पानी कसरी तान्ने भन्ने एउटा यो मैले मोडल बनाएको छु। यो चाहिँ हाइटमा रहेको जस्तै पानीहरूलाई अब यसरी पम्प गरेर तानेर अब यसरी हावा छोड्दाखेरि यहाँबाट पानी आउँछ आफै। यो भनेको खुर्सानी काट्ने मेसिन बनाएको छु। जस्तै यहाँ एउटा ब्लेड हालेको छु मैले। अब यो ब्लेड चाहिँ यस्तो छ यहाँभित्र। यो ब्लेड यसरी हालेको छु। अब यहाँबाट खोर्सानी गर्दाखेरि चाहिँ यो काटिने हुन्छ ब्लेडले। अनि यो भनेर चाहिँ हामीले अहिले वर्तमान समयमा विभिन्न अब इन्टरनेट जस्तै अब प्रयोग गरिरहेको हुन्छौँ। त्यो इन्टरनेटलाई चाहिँ जस्तो त्यो रेडियो सिग्नलमा काम गर्ने हुन्छ। त्यसलाई चाहिँ हामी लाइटको माध्यमबाट कसरी ट्रान्सफर गर्न सक्छौँ भनेर चाहिँ यो एउटा देखाइरहेको छु।